हेलो एभ्रिवान, आज हामी सर्फेस टेन्सनको सेकेन्ड पार्ट लिएर आएको छौँ। आज हामी एंगल अफ कन्ट्याक्टबाट नै सुरु गर्छौँ। एंगल अफ कन्ट्याक्ट के हो र त्यहाँबाट हामी सबै कन्सेप्टलाई टच गर्नेछौँ र न्युमेरिकलको लागि हामी बिल्डअप गर्नेछौँ आफ्नो कन्सेप्टलाई। र हेडिङ लगाऊ, एंगल अफ कन्ट्याक्ट। र एंगल अफ कन्ट्याक्ट के हो चाहिँ हामी बुझ्नुभन्दा पहिला, डेफिनेसन लेख्नुभन्दा पहिला हामी केही टर्म्सहरूलाई आफ्नो माइन्डमा के गरौँ, फिट गरौँ है। जस्तै यो लिक्विडको सर्फेस हो, यो लिक्विडको सर्फेस हो र यहाँ तलतिर के हो, लिक्विड हो। र त्यस लिक्विडमा हामीले के गर्छौँ, एउटा ग्लास प्लेटलाई इमर्स गर्छौँ। एउटा ग्लास प्लेटलाई के गरियो, इमर्स गरियो। यो ग्लास प्लेट हो एबी। ल एबी एउटा ग्लास प्लेटलाई हामीले यस लिक्विडमा इमर्स गरियो र यस लिक्विडलाई हामीले भनिदियो के वाटर। र यो वाटर हुनको केसमा के हुन्छ, यो अलि यसलाई फ्री सर्फेस भन्छ। के भन्छ, फ्री सर्फेस। फ्री सर्फेस किन वाटर केसमा यो सर्फेस अलि माथितिर हुन्छ, यस्तो माथितिर हुन्छ। किन हुन्छ है, किनकि वाटरमा के हुन्छ, कोहेसिभ फोर्स कम हुन्छ। कोहेसिभ फोर्स चाहिँ के हुन्छ, कम हुन्छ है, कम हुन्छ। एडहेसिभ फोर्स के हुन्छ, बढी हुन्छ। एडहेसिभ फोर्स बढी हुन्छ। यो वाटरको मोलिक्युल चाहिँ हुन्छ नि, ल हामीले एउटा सर्फेसमा, एउटा क्लथमा मानौँ है। ल यो चाहिँ क्लथ हो। एउटा क्लथमा हामीले के गरियो, पानीहरू हाल्यो। ल धेरै पानीहरूको ड्रप फलो हामीले के गरियो, त्यहाँ राख्यो है, राख्यो। र यो पानीको ड्रपले के गर्छ, यो क्लथलाई वेट्स गर्छ। वेट्स मतलब के, भिगाउँछ है। यो भिगाउँछ किन, यो पनि एउटा एनदर मोलिक्युल छ र वाटरको मोलिक्युल पनि एउटा एनदर मोलिक्युल हो। यो दुवै मिलेर एडहेसिभ फोर्स यो दुवैमा बढी हुन्छ। यो दुवै मिल्छ भने के हुन्छ, वेट्स। यो कपडा या क्लथ के हुन्छ, भिग्छ। त्यो चाहिँ वेट्स गर्छ। यो वाटरमा के भयो, कोहेसिभ फोर्स कम भयो र एडहेसिभ फोर्स चाहिँ बढी भयो। कसरी, यो दुवै डिफ्रेन्ट मोलिक्युल्सहरूलाई आपसमा के गरियो, एट्याक गरियो र इन्टरमोलिकुलर फोर्स भनेर यो के गरियो, यसलाई भिगायो। अब हामी मर्करीको केसमा अलि हेरौँ। मर्करीको केसमा यस्तो हुन्छ फ्री सर्फेस। ल यस्तो चाहिँ डिलिट गरौँ। यो चाहिँ सर्फेस हो, फ्री सर्फेस, र यहाँ मर्करी फिलअप गरिएको हुन्छ। यो हाम्रो ग्लास प्लेट एबी हो। ग्लास प्लेट एबी हो। र यस केसमा हाम्रो यो किन तलतिर हुन्छ भने, यो चाहन्छ कि आफ्नो मोलिक्युलसँग एट्र्याक्ट रहो, यो सर्फेससँग एट्र्याक्ट नहुन चाहन्छ। किन, यसमा कोहेसिभ फोर्स बढी हुन्छ। यो हाम्रो के हो, मर्करी हो। र यसमा के चाहन्छ, यो मर्करीमा एडहेसिभ फोर्स कम हुन्छ। एडहेसिभ फोर्स चाहिँ कम हुन्छ, कोहेसिभ फोर्स बढी हुन्छ। ठिक छ, कोहेसिभ फोर्स बढी हुन्छ। त्यसैले हामीले कुनै क्लथमा मर्करीलाई हाल्छौँ भने के हुन्छ, यो क्लथलाई वेट गर्दैन।
वेट वेट्स भइहाल्यो है। वेट गर्दैन। किन गर्दैन? यसको कोहेसिभ फोर्स बढी हुन्छ। यसलाई हामी क्लथमा राख्छौँ भने यो आफ्नै मोलिक्युलसँग एट्याक रहन्छ, यो एनदर मोलिक्युलसँग एट्याक हुँदैन। यसलाई वेट्स गर्दैन। त्यो चाहिँ यसको कोहेसिभ फोर्स कम हुन्छ र कोहेसिभ फोर्स बढी हुन्छ र एडेसिभ फोर्स कम हुन्छ। ल क्लियर भयो? त्यसैले यो आफ्नो मोलिक्युलसँग कम्बाइन हुनको लागि यस्तो छ र यो एनदर मोलिक्युलसँग एट्याक भएर यस्तो छ है। ल र यसको एङ्गल अफ कन्ट्याक्ट कहाँ हुन्छ? एउटा एङ्गल अफ कन्ट्याक्ट, यो एङ्गल अफ कन्ट्याक्ट थीटा के छ हामीले बुझ्नु पर्यो। र हामीले हेर्छौँ यसमा जुन टेन्जेन्ट हुन्छ, एउटा टेन्जेन्ट लिएर हामी एङ्गल अफ कन्ट्याक्ट फाइन्ड गर्न सक्छौँ। टेन्जेन्ट कहीँ वाटरको केसमा इनर हुन्छ है, इनर हुन्छ। र यो सोलिड सर्फेसबाट एउटा पोइन्ट अफ कन्ट्याक्ट सी एउटा पोइन्ट अफ कन्ट्याक्ट छ जहाँ लिक्विडको पोइन्ट र यो सोलिडको पोइन्टमा हाम्रो एउटा टेन्जेन्ट कोड छ है, त्यो नै पोइन्ट अफ कन्ट्याक्ट हो। र यो एङ्गल चाहिँ कहाँ बन्छ? यो एङ्गल चाहिँ टेन्जेन्ट सिटी र यो बीतिर बन्छ है, बी भागतिर, पोर्सन बीतिर, यो मोस्ट पोर्सन बीतिर चाहिँ बन्छ। त्यस एङ्गल हामी के भन्छ? एङ्गल अफ कन्ट्याक्ट भन्छ। र यस केसमा कहाँ बन्छ? यस केसमा यो कोहेसिभ फोर्स बढी छ भने हामी टेन्जेन्ट बाहर लिन्छौँ र पोइन्ट अफ कन्ट्याक्ट कहीँ यहाँ हुन्छ। र यसबाट हामीले यस्तो टेन्जेन्ट बनाउँछौँ। यो एङ्गल हामी कहीँ यस्तो लिनेछौँ, बीतिर नै जान्छ है, यो टेन्जेन्टबाट बीतिर नै जान्छ। यो मोस्ट पोर्सन चाहिँ बी हो र त्यतातिर नै एङ्गल बन्छ। त्यो एङ्गललाई हामी के भन्छ? एङ्गल अफ कन्ट्याक्ट। ल यसको हामी डिफिनेसन यहाँ लेख्छौँ। यसको चाहिँ हामी डिफिनेसन यहाँ लेख्छौँ। द एङ्गल थीटा made by the tangent CT, टेन्जेन्ट के हो? CT हो। टेन्जेन्ट CT drawn on the liquid surface at the point of contact C with the immersed portion B of the glass plate भन्न सक्छौँ। The glass plate is called angle of contact of the liquid भन्न सक्छौँ। The लिक्विड कुनै हुन सक्छ, मर्करी होस्, वाटर होस्। के लेख्यौँ हामी यहाँ हेरौँ? द एङ्गल थीटा मेड बाई द टेन्जेन्ट सिटी, यो टेन्जेन्ट सिटीको कारणले नै के भयो? एङ्गल फर्म भयो नि, एङ्गल अफ कन्ट्याक्ट सिटी ड्रोन अन द लिक्विड सर्फेस। हामीले के गर्यो? लिक्विड सर्फेसमा नै ड्रोन गर्यो। इनरबाट चाहे हामीले आउटरबाट पनि गर्यो भने के गर्यो? लिक्विड सर्फेसमा नै यो टेन्जेन्ट हामीले ड्रोन गरेको छौँ। एट द पोइन्ट अफ कन्ट्याक्ट सी, एउटा पोइन्ट छ, त्यस पोइन्टमा गरेको छ। त्यो पोइन्टलाई हामी पोइन्ट अफ कन्ट्याक्ट भनेको सी विथ द मोस्ट पोर्सन। कतातिर? हामीले मोस्ट पोर्सन बीतिर नै बनाएको छौँ ग्लास प्लेट। इज कल्ड, हामी के भन्यो? एङ्गल अफ कन्ट्याक्ट, एङ्गल अफ लिक्विड भन्यो, एङ्गल अफ कन्ट्याक्ट भन्यो। एङ्गल अफ कन्ट्याक्ट हुन्छ एङ्गल अफ कन्ट्याक्ट है गरेको छ अफ द लिक्विडको।
ल हामीले हेऱ्यौँ के भयो यो सबै बेसिक इन्ट्रोडक्सन भयो र एंगल अफ कन्ट्याक्ट हामी चाहिँ हेऱ्यौँ र अब चाहिँ हामी क्यापिलरी ट्युबको बारेमा पढ्छौँ। त्यसभन्दा पहिला हामी के हेरौँ कि यो एंगल वाटर केसमा कति हुन सक्छ, कतिदेखि कतिसम्म हुन सक्छ र मर्करी केसमा कतिदेखि कतिसम्म हुन सक्छ र वाटरले कुनै अब्जेक्टलाई वेट गर्छ, भिगाउँछ र मर्करीले कुनै अब्जेक्टलाई भिगाउँदैन। यो कुरा पनि हामीले हेऱ्यौँ। भने के कति एंगल हुन सक्छ, यो वाटर केसमा करिब करिब थीटा लेस देन 90 डिग्री हुनु पर्यो, कम हुनु पर्यो 90 भन्दा, र मर्करी केसमा करिब करिब थीटा एंगल अफ कन्ट्याक्ट ग्रेटर देन 90 डिग्री हुनु पर्यो। 90 भन्दा के हुनु पर्यो, बढी हुनु पर्यो है। यो कुरा पनि हामीले ख्याल गर्नु पर्यो। हामीले यहाँबाट हेर्न पनि सक्छौँ यो एंगल के हो, यो 90 भन्दा के हो, कम हो, र यो एंगल के हो, 90 भन्दा चाहिँ बढी हो हैन। हामीले हेर्न पनि सक्छ जुन जुन एंगलले हामी हेरौँ थीटा 90 भन्दा कम छ भने त्यसले कुनै सब्स्टान्स केही कुनै क्लथ हो, कुनै मटेरियल हो, के गर्छ, भिगाउने गर्छ त्यसलाई, र यो जसको एंगल थीटा भन्दा के हो, 90 भन्दा बढी हो है, बढी हो, त्यसले वेट्स गर्दैन, भिगाउँदैन, क्लथहरूलाई भिगाउँदैन। त्यो कुरा हामीले बुझ्यौँ। ल अब क्यापिलरी ट्युब के हो बुझौँ। चाहिँ क्यापिलरी ट्युब हेडिङ लगाऊ, क्यापिलरिटी यो बुझ्नु पर्यो हामीले। क्यापिलरिटी के हो, क्यापिलरिटी बुझ्दा हाम्रो यो पहिला लेखौँ डेफिनेसन के हो। एउटा फिनोमिना हो, द फेनोमिनन, एउटा के हो, फेनोमिनन हो, द फेनो के भ्याल्यु, द फेनोमिनन लाएर द फेनोमिनन of rise, the phenomenon of rise or fall of liquid inside a capillary tube is called क्यापिलरिटी हुन्छ डबल क्यापिलरिटी। कुरा के छ, एउटा एक फिनोमिना हो, के हो, क्यापिलरिटी एउटा फिनोमिना हो जसको कारणले लिक्विड कुनै क्यापिलरी ट्युबमा राइज हुन सक्छ र फल हुन सक्छ, फ्री सर्फेस भन्दा माथि जान सक्छ र तल आउन सक्छ। त्यस प्रोसेस, त्यस फिनोमिनालाई हामी के भन्छौँ, क्यापिलरिटी भन्छौँ। मानौ यो एउटा क्यापिलरी ट्युब हो र अर्को क्यापिलरी ट्युब यो दुईटा क्यापिलरी ट्युब हो। यो क्यापिलरी ट्युबमा हामीले वाटर राख्यो है, वाटर के राख्यो, वाटर गेसमा हामीलाई थाहा छ यसको सर्फेस, फ्री सर्फेस चाहिँ यस्तो हुन यस्तो हुने छैन। यसमा हामीले वाटर फिलअप गरियो भने वाटरमा राख्यौँ, ल वाटर फिलअप गरी यहाँसम्म हामीले के गर्यो, वाटर राख्यौँ।
र यो माथि वाटरको माथि के हुन्छ यो पनि वालसँग सटेको छ है, वालसँग सटेको छ एडेसिभ फोर्सको कारणले वालसँग सटेको छ। यो कन्केभ मेनिस्कस बनाउँछ। कन्केभ मेनिस्कस फर्म गर्छ, मेनिस्कस समथिङ हुन्छ है। ल यो कन्केभ मेनिस्कस फर्म गर्छ वाटरले। र यो के हो ल यसमा पनि वाटर जान्छ र यस्तै सेप बनाउँछ, यस्तै वालसँग कन्ट्याक्ट के हुन्छ एट्याच भइहाल्छ। यो पनि कन्केभ सेप नै बनाउँछ। र यस प्रोसेसमा हामीले हेऱ्यो भने यो फ्री सर्फेसभन्दा माथि गएको छ लिक्विड वाटर है, माथि गएको छ। एउटा यो पनि फिनोमिनन हो, राइज त भयो नि, राइज भयो। र अर्को फिनोमिनन यस्तै हामीले दुईवटा ट्युब लिन्छौँ, दुईवटा ट्युब लियो, यसमा लेकिन हामी के राख्छौँ मर्करी हाल्छौँ है। मर्करीको चाहिँ हामीलाई थाहा छ यसको सर्फेस चाहिँ यस्तो हुनेछ, यसको सर्फेस चाहिँ यस्तो हुनेछ, अलि तलतिर हुनेछ। मर्करीको केसमा यो यस्तो सेप बनाउँछ, कन्भेक्स मेनिस्कस, कन्भेक्स मेनिस्कस बनाउँछ। र यो चाहिँ फल हुन जान्छ, क्यापिलरी ट्युबको तलतिर नै जान्छ। र यसको यो ग्लाससँग सट्न चाहँदैन, यो यस्तो निसक्न चाहन्छ, यस्तो बन्न चाहन्छ, यस्तो हुन चाहन्छ। ठिक छ। है ल यो कुरा हामीले बुझ्यौँ। र यसमा दुईवटा ट्युब लिनुभयो, किन? जुनमा बडी डायमिटर हुन्छ भने कम राइजेस हुन्छ हैन, कम राइजेस भएको छ, बडी डायमिटर छ भने त्यस ट्युबको र बडी डायमिटर छ, कम डायमिटर छ भने बडी राइजेस हुन्छ। त्यो कुरा हामीले सम्झिराखौँ। यो क्यापिलरी ट्युबको डायमिटरमा पनि डिपेन्ड गर्छ कति राइज हुने वा कति फल हुने। बडी डायमिटर छ भने कम राइजेस हुन्छ, बडी कम डायमिटर छ भने बडी राइजेस हुनेछ। त्यस्तै केस यहाँ पनि लगाउन सक्छ। ठिक छ। ल हाम्रो यो क्यापिलरी ट्युब बुझ्नुभयो। यो एउटा फिनोमिना हो। के हुन्छ यस फिनोमिनामा लिक्विड के हुन्छ राइज और फल हुन्छ इनसाइड अ क्यापिलरी ट्युब। हामीले हेऱ्यौँ वाटर हुन्छ राइजेस कन्केभ मेनिस्कस बनाएर, र मर्करी हुन्छ फल हुन्छ हैन, फल हुन्छ कन्भेक्स मेनिस्कस बनाएर। यो प्रोसेस के हो हाम्रो क्यापिलरी ट्युब। र यसमा यो जुन ट्युब छ यो के हुनेछ फाइन बोर ट्युबलाई युज गर्छ, फाइन बोर ट्युब, फाइन बोर ट्युब। यो यसको बोथ इन्ड ओपन हुन्छ, बोथ एन्ड्स ओपन हुन्छ, यसको दुवै एन्ड के हो ओपन हुन्छ। यसलाई एउटा जारमा पनि हाल्न सक्छौँ, एउटा जार लिन्छौँ र त्यस जारमा वाटर चाहिँ मर्करी हामीले राख्ने हुन्छौँ र त्यहाँ के हुन्छ ट्युबलाई राखिदिन्छौँ भने हामीले के हेर्न सक्छौँ यो कति वाटर छ भने कति राइज गर्नुभयो र चाहिँ मर्करी हो भने कति फल्स गर्नुभयो, त्यो कुरा हामीले हेर्न सक्छौँ। यो कुरा पनि हामीले बुझ्नुभयो। जुन हामीले हेर्छौँ हामीहरू सबैलाई थाहा हो है, यो रुख हो है, रुख, यो रुख हो। रुखले आफ्नो सबै ब्रान्चसम्म
कसरी वाटरलाई पठाउँछ है त्यो कुरा गौर गर त। यो रुख पनि पानी लिने गर्छ ल्यान्डबाट, सोइलबाट हैन। कसरी लिन्छ? यो क्यापिलरिटी प्रोसेसबाट नि लिन्छ। यो क्यापिलरिटी प्रोसेसबाट लिन्छ। यसले जमिनबाट के गर्छ? पानीलाई शोषित गर्छ है र खिच्छ त्यसलाई सबै ब्रान्चसम्मलाई पुर्याउँछ। क्यापिलरिटी प्रोसेसबाट नै हुन्छ। हामीले बुझ्नु भयो ट्री पनि हामीले के गर्छ? क्यापिलरिटी प्रोसेस गर्छ। त्यसैबाट यो के गर्छ? पानी लिएर सबै हाँगाहरूलाई दिने गर्छ। यो चाहिँ हाम्रो क्यापिलरिटी प्रोसेस यहीँसम्म थियो हैन। हामी कुनै क्यापिलरी फ्यान बोर्ड ट्युबलाई के गर्छ? त्यसको दुई बोथ इन्ड ओपन हुन्छ, त्यसलाई हामी हाल्छौँ, पानीमा हाल्छौँ, चाहे मर्करीमा हाल्छौँ, कुनै लिक्विडमा हाल्छौँ र त्यसमा के हुन्छ? लिक्विडको लेभल इन्क्रिजेस या डिक्रिजेस हुनेछ है। इन्क्रिजेस हुँदा वाटर छ, डिक्रिजेस हुँदा हामीले भन्छौँ मर्करी छ हैन। त्यो कुरा पनि हामीले सिक्यौँ। ल अब हामी नेक्स्ट डे सरफेस एनर्जी र त्यसको रिलेसन के हो? रिलेसन बिट्विन सरफेस एनर्जी एन्ड सरफेस टेन्सन त्यो कुरा गर्छु। सरफेस एनर्जी र सरफेस टेन्सन चाहिँ के हो त्यो कुरा हामी नेक्स्ट भिडियोमा गर्नेछौँ। ल आजको लागि यतिकै।